नमस्कार साथीहरू, तपाईँले कहिले सोच्नुभएको छ नेपालमा प्रधानमन्त्री कसरी चयन गरिन्छ कि प्रधानमन्त्रीले जनताले सिधै भोट हालेर चुन्छन्? आजको यो भिडियोमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया बिल्कुलै सरल भाषामा बुझाउने छु। भिडियो अन्त्यसम्म हेर्नुहोस्। नेपालमा मुख्यतया 3 तहका सरकारका लागि निर्वाचन हुने व्यवस्था छ। ती हुन् सङ्घीय सरकार फेडरल गभर्नमेन्ट, प्रदेश सरकार प्रोभिन्सियल गभर्नमेन्ट र स्थानीय सरकार लोकल गभर्नमेन्टका लागि निर्वाचन हुने व्यवस्था रहेको छ। सङ्घीय सरकारमा सङ्घीय संसदको निर्वाचन हुन्छ, प्रदेश सरकारमा प्रदेश सभाको निर्वाचन हुन्छ र स्थानीय सरकारमा स्थानीय सभाको निर्वाचन हुन्छ। तर प्रधानमन्त्री चयन हुन सङ्घीय संसदको निर्वाचन हुनुपर्छ। अब यहाँ सङ्घीय सरकारको पनि 2 सदनको लागि निर्वाचन हुन्छ, प्रतिनिधि सभा र राष्ट्रिय सभा। अब यहाँ प्रधानमन्त्रीमा चयन हुन प्रतिनिधि सभाको सदस्य हुनै पर्छ। यहाँ प्रतिनिधि सभामा जम्मा 275 सदस्य हुन्छन्। 165 जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र 110 जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। यहाँ प्रधानमन्त्री हुनलाई जुनसुकै प्रणालीबाट निर्वाचित भए पनि हुन्छ, यसमा कुनै रोका छैन। प्रत्यक्ष निर्वाचनबाट 165 भन्नाले नेपालभरि जम्मा 165 वटा क्षेत्र रहेको छ। 165 क्षेत्रमा फरक फरक दलका उम्मेदवारहरू अथवा स्वतन्त्र उम्मेदवारहरू उठ्छन् र जनताहरूले मतदान गरी हरेक क्षेत्रमा एउटा उम्मेदवारलाई जिताउँछन्। यसरी नै देशैभरिबाट 165 जना उम्मेदवार प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभाको सदस्य बन्न सफल हुन्छन्। यस निर्वाचनमा जनताहरूले प्रत्यक्ष रूपमा उम्मेदवार चुन्छन्। समानुपातिक निर्वाचनबाट 110 भन्नाले यस निर्वाचनमा जनताहरूले सिधै उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन्। यस निर्वाचनमा जुन राजनीतिक दलको मतदान बढी आउँछ त्यसै राजनीतिक दलका बन्द सूचीमा रहेका उम्मेदवार समानुपातिक निर्वाचनबाट प्रतिनिधि सभामा प्रवेश गर्छन्। बन्द सूचीमा रहेका उम्मेदवारलाई विशेष सूत्रद्वारा चुनिन्छ। अब यहाँ प्रश्न आउँछ, कसरी प्रतिनिधि सभाको 275 सदस्यबाट प्रधानमन्त्री चयन गरिन्छ? नेपालको संविधान धारा 76 अन्तर्गत प्रधानमन्त्री चयनका चरणहरू यस प्रकारका छन्। 1 मा छ बहुमत प्राप्त दलको नेता। यदि कुनै राजनीतिक दलले प्रतिनिधि सभामा स्पष्ट बहुमत भन्नाले 138 सिट ल्याएमा त्यस दलको संसदीय नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ। 2 मा छ मिलिजुली सरकार अथवा गठबन्धन सरकार। यदि कसैको बहुमत नभएमा 2 वा 2 भन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिन्छ। 3 मा छ सबैभन्दा ठुलो दलको नेता। माथिका दुवै प्रक्रियाबाट प्रधानमन्त्री छान्न नसकेमा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ। अब अन्त्यमा विश्वासको मत ल्याउनुपर्छ। नियुक्त भएको 30 दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधि सभामा आफूसँग बहुमत छ भनेर विश्वासको मत लिनुपर्छ। यदि 275 सदस्यमध्ये कम्तीमा 138 जनाले समर्थन गरेमा मात्र प्रधानमन्त्री पद सुरक्षित रहन्छ। अन्तिममा शपथ ग्रहण गर्नुपर्छ र प्रधानमन्त्रीमा नियुक्त गरिन्छ। यी प्रक्रियाहरूबाट प्रधानमन्त्री चयन गरिन्छ। यदि भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।